भने राधा क्लेशनाशाय गोविन्दाय नमो नमः। यसरी अब थुनिदिसकेपछि 1 वर्ष बित्छ। 1 वर्ष बितिसकेपछि एउटा बच्चा जन्मिन्छन्। यता ती प्रहरीले चाहिँ गएर भनिदिन्छन् अनि कंस कुद्दै कुद्दै आएर त्यो बच्चालाई लिएर चाहिँ त्यहाँ तुरन्तै एउटा ढुङ्गामा हानेर मारिदिन्छ। यस्तै गर्दै 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 6वटा चाहिँ बच्चा मरिसकेका हुन्छन्। यसरी कंसले 6वटा बच्चालाई मार्छ, घोर पाप गर्छ। अनि अब 7वां जुन गर्भमा जुन जन्मिन आँटेका हुन्छन् ती चाहिँ साक्षात् बलरामजी हुनुहुन्छ। अब यता ब्रजमा चाहिँ यशोदा माताले छोरी जन्माउनु भएको हुन्छ अनि रोहिणी पनि त्यही हुनुहुन्छ, वसुदेवकी अर्की पत्नी रोहिणीजी। उहाँले पनि गर्भवती हुनुहुन्थ्यो, छोरा जन्माइसक्नु भएको थियो। अनि यता कृष्ण भगवानले योगमाया सम्झिनुहुन्छ। योगमाया कस्तो हुनुहुन्थ्यो भने योगमायालाई सम्झिनुभयो, योगमाया आउनुभयो। अब हे देवी, तपाईले चाहिँ त्यो उताको जुन गर्भमा रोहिणी उसमा यशोदाको गर्भमा भएकोलाई यता ल्याएर राखिदिने बाहिर। अनि जुन रोहिणीको जुन छोरा छन् त्यो यिनी हुन्छन् र मेरो चाहिँ यहाँ जन्म भएर तुरन्त मलाई उता लगिदिने, यसरी चाहिँ गर्भलाई यता र उता पार्नु भनेर योगमायालाई भन्छ। योगमायाले चाहिँ त्यस्तै नै गरिदिनुहुन्छ। यसै गरिसकेपछि उता व्रतमा चाहिँ यशोदा माताहरू सुतिराख्नु भएको हुन्छ, रातिको बेला हुन्छ। त्यता यशोदा माताले छोरी जन्माउनुहुन्छ। प्रसव पीडाले गर्दाखेरि उहाँलाई होस हुँदैन, त योगमायालाई चाहिँ चुपचाप ल्याएर यता राखिदिनुहुन्छ। ती कन्या हुन्छन् यता चाहिँ। अनि भोलिपल्ट रावण कंस आएर चाहिँ कुद्दै कुद्दै आउँछ अनि हेर्छ त यहाँ छोरी जन्मेको छ। यता देवकीले भनिन्छ, हजुर तपाईँलाई त छोराले मार्ने हो अनि यो त छोरी छ, यसलाई त छोडिदिनु भन्दाखेरि होइन, विष्णुको माया के हो कि म त मार्छु भनेर चाहिँ उसले यसरी त्यो बच्चालाई यसरी उठाएर चाहिँ मार्न खोज्दाखेरि योगमाया चाहिँ हातबाट खुस्केर आकाशतिर जानुहुन्छ र भन्नुहुन्छ त्यति बेला, एक कंस, तैँले जसलाई मार्न आँटेको थिइस् ऊ त जन्म भइसकेको छ भनेर यसरी भन्नुहुन्छ। यसरी भइसकेपछि योगमायाले भनिसक्दा यता कंसले चाहिँ एकदम डराउँछ। अनि त्यति बेला जुन बेलामा चाहिँ भगवान कृष्णको जन्म हुन्छ त्यति बेला चाहिँ के हुन्छ भने सबै प्रहरीहरू एकदम भगवानको मायाले योगमायाले गर्दा चाहिँ सबै निधाएका हुन्छन्। त्यो तालाहरू जुन त्यो साँक्लीले बाँधेका थिए ती सबै आफै आफ खुलेका हुन्छन्, त्यहाँ खुल्दै जान्छ। प्रहरीहरू मस्त सुतेका हुन्छन्, केही नि थाहा हुँदैन। अनि यस प्रकार वसुदेवले चाहिँ भगवान त गर्भबाट जन्मिनु भएको होइन, किनभने त्यति बेला त्यो गर्भलाई उता लगिसकेपछि त्यहाँ आफै प्रकट भएर चाहिँ त्यहाँ जन्मिनु भएको थियो, बच्चा भएर त्यहाँ आउनुभयो। र कोखाबाट चाहिँ भगवानले कहिले पनि जन्मिनु भएको छैन भनेर यसरी भनिएको छ। र यसरी गरिसकेपछि एउटा डालो थियो, त्यो डालोमा चाहिँ भगवानलाई राखेर चाहिँ वसुदेवले लानुहुन्छ। यता प्रहरीहरू सबै निधाएका हुन्छन्। यमुना नदीमा बाढ आएको हुन्छ। भदौ कृष्ण पक्षको अष्टमीका दिन भगवानको कृष्णको जन्म हुन्छ। बोले कृष्णचन्द्र भगवानको। यसरी जन्म भइसकेपछि सबै निधाउँछन् ती प्रहरीहरू, कसैलाई केही थाहा हुँदैन। भगवानले पहिले नै योगमायालाई सबै चिज बताइसक्नुहुन्छ। अनि बिस्तारै बिस्तारै वसुदेवले चाहिँ त्यो बच्चालाई एउटा डालामा राखेर लानुहुन्छ। अनि यमुना नदीमा चाहिँ पुग्दाखेरि अब पानी बढिराखेको हुन्छ। अब यसरी डालामा बोक्नु भएको हुन्छ अनि पानी यहाँ नाकसम्म आइपुगेको हुन्छ। भगवानले यसो विचार गर्नुहुन्छ, हो पिताजीको नाकसम्म पानी आयो, यमुनाजीलाई चाहिँ यसो शान्त गर्नु पर्यो भने एउटा खुट्टो निकालेर यसो यमुनाजीमा छोइदिनुहुन्छ। यमुनाजी घटेर जानुहुन्छ, पछि गएर घुँडासम्म हुनुहुन्छ। यसरी वसुदेवजीले कृष्ण भगवानलाई चाहिँ नन्द बाबाको घरमा पुर्याउनुहुन्छ, त्यहाँ राखिदिनुहुन्छ। अनि ती कन्यालाई चाहिँ ल्याएर राखिदिनुहुन्छ। र यसरी सब आइसकेपछि के हुन्छ भनेदेखि सबै चिज जस्ताको तस्तै हुन्छ।
अनि कंस आएर चाहिँ छोरी देखेको हुन्छ अनि त्यो छोरीलाई चाहिँ मार्ने खोज्दा योगमायाले भन्नुहुन्छ अघि तेरो जन्मिसकेको छन् कृष्ण भगवान्लाई मार्नलाई भनेर। यसरी भन्दा अब कंस त एकदम मरे समान हुन्छ त्यति बेला, के गरौँ गरौँ भयो। यता योगमाया जुनलाई मार्न आँटेको त्यो पनि गयो, यता जन्म भयो भनेर भन्छन्। यसरी कंस डरायो। मृत्युसँग सबैलाई डर लाग्छ। जतिसुकै मर्ने बेला अवस्था आयो भने मर्नुपर्ने हुँदा कुराहरूमा चाहिँ धेरै नै डर हुन्छ। यसरी अब चिन्तित भइराखेको हुन्छ। अनि त्यहाँ एउटा त्यस्तै चाँडो मन्त्रीहरू हुन्छ नि, पार्छन् केही न केही कुरा लगाइरहने, त्यस्तै एउटाले भनौँ बुद्धिजीवी थियो। त्यो भर्खरै त जन्मिसक्यो, जन्मिएको बालक 10 दिनभित्रसम्म जन्मिएको बालकलाई चाहिँ हामी जति पनि जन्मेका हुन्छन् ती सबैलाई चाहिँ मारिदिनुपर्छ भनेर यसरी भन्छ। अनि कंसले भन्छ यो त राम्रो विचार गर्यो दिष्टले भनेर यसरी भनिसक्यो। जति वरिपरिका उसका क्षेत्रका जति पनि परेका ठाउँ त्यही क्षेत्रहरू ती सबैमा आफ्ना सैनिकहरूलाई चाहिँ यसरी पठाउने क्रम जारी रहन्छ। यसरी भगवान भर्खर श्रीकृष्ण भगवान जन्मिनु भएको हुन्छ र भोलिदेखि अलिक ठुलो हुनुहुन्छ। उहाँको बाललीलाहरू बढ्दै गएको चाहिँ अहिले भर्खर जन्मिनु भएको छ। बाललीला अहिले गर्न सक्नुहुन्न, भर्खर आमाको काखमा खेल्दै हुनुहुन्छ। र यसरी परीक्षितलाई सुखदेवजी महाराजले सुनाउँछ। अनि अब के सुन्न चाहन्छौ भनेर यसरी भन्दाखेरि परीक्षितले भन्नुहुन्छ प्रभु यी भक्तहरूमा चाहिँ सर्वश्रेष्ठ भक्तहरू चाहिँ को थिए भनेर यसरी सोध्नुहुन्छ परीक्षितले सुखदेवजीसँग। किनभने हाम्रो यो श्रीमद् भागवत पुराण कस्तो छ भनेदेखि सुरुदेखि जस्तै बच्चा जन्मिन्छ, ठुलो हुन्छ, बढेर आफ्नो कर्म गर्दै जान्छ भनेर भनिन्छ, तर त्यस्तो हुँदैन। यहाँ 10औं स्कन्धमा गएर भगवान श्रीकृष्णको जन्म भनेर भनियो। अरू यता सबैतिर उता रामजीको कथा, शिवजीको कथा, यता सबै चिजको अलग अलग कथाहरू ल्याएर समेटेको हुन्छ। कृष्ण जन्म चाहिँ 10औं स्कन्धमा आएर भएको हुन्छ र क्रमशः यसमा जाँदैन। यसरी परीक्षितले सोध्दै जानुहुन्छ। सोध्दै जाँदाखेरि चाहिँ भक्तमा चाहिँ ध्रुव धेरै नै प्रसिद्ध छन्। उनको भक्ति चाहिँ सशरीर उनले चाहिँ मोक्ष प्राप्त गरेका हुन् भनेर यसरी भन्नुहुन्छ। मलाई उहाँको कथा सुनाइदिनुहोस् न भनेर यसरी परीक्षितले भन्नुहुन्छ। सुखदेवजीले भन्नुहुन्छ जुन मनु र शत्रुपा थिए भगवान ब्रह्माजीद्वारा मैथुनी क्रियाद्वारा चाहिँ उनीहरूले सन्तान उत्पन्न सुरु गरे। त्यसमा चाहिँ उत्तानपाद नाम गरेका राजा थिए। उत्तानपादकै दुईटी श्रीमती थिए, सुरुचि और सुनीति। अनि सुरुचि चाहिँ कस्ती थिए, अलिक तमोगुण वाली थिए। विचार पनि उनको नमिल्ने, रात भोग गर्ने, सुखाफै मै लाउँ मै खाउँ, सुख शैल वा मोज गरौँ भन्ने जुन भनिएको छ त्यही सबै उनी थिए। सुनीति चाहिँ भगवान परमात्मा चाहिँ ध्यान लगाइराख्ने, सब विचार गर्ने, सत्य गुण वाली थिए। यसरी सुरुचिको छोरा थियो उत्तानपाद अनि सुनीतिको छोरा थियो ध्रुव। एक दिन ध्रुव त्यहाँ सो खेल क्रीडा गर्दै थिए साथीभाइहरूसँग। अनि पिताजीलाई सिंहासनमा बसेको देखे र उनलाई पनि त्यहाँ आफ्नो भाइ अर्को भाइ जुन अर्कै आमाको छोरा थियो उत्तम बसेको देखेर उनलाई पनि पिताजीको काखमा बस्न मन लाग्यो। यसरी गएर थुचुक्क बसे। सुरुचिले आएर यसरी फुत्त फ्याँकिदिनु लाग्यो। ए तेरो यहाँ अधिकार छैन भनेर यसरी सुरुचिले भन्छन्। अनि ऊ रुन थाल्छन्। किन रुन्छस्? तैँले अगर यो पिताजीको काखमा बस्नु छ भने भगवान श्री नारायणसँग प्रार्थना गर। भगवान नारायणले चाहनु भनेदेखि त मेरो गर्भमा आउँछस् अनि मात्रै बल्ल त यहाँ बस्नु पाउँछस्, नत्र तेरो अधिकार छैन भनेर यसरी भनिन्छ। त्यही भएर दुईटी पत्नी राख्नेले विचार गर्नुपर्छ। दुईटी श्रीमती भयो भने त्यहाँ जहिले झगडा परिराखेको हुन्छ। दुईटा नाउँमा खुट्टा कहिले राख्नु हुँदैन भनिएको छ। यस्तै नै भइरहन्छ। सम्हाल्दै गृहस्थी जीवन चलाउँदै कहिले परमात्माको प्यारो हुन्छ, भजन कहिले गर्ने, कीर्तन कहिले गर्ने। बोले कृष्णचन्द्र भगवानको। टाइम पनि अब भयो। अब हामीलाई पुरा
टुङ्ग्याएर नि छोडौँ। यता ध्रुवले चाहिँ रुँदै रुँदै आफ्नी आमासँग गए अनि भन्न थाले यस्तो यस्तो भयो, मलाई त सुरुचि आमाले काकाबाट गलत आइदिनु हो, भगवानको भजन गर भनेर भन्नुहुन्छ। यता सुनिदिले भन्नुहुन्छ हेर ठिकै भन्नु हो तिमीले आमाले, सुरुचिले एकदम राम्रो कुरा गर्नु हो, मैले त त्यो भन्न सकेको थिइनँ तिमीलाई। सुरुचिले त भगवानलाई भेट्टाउनेको कुरा गर्नु हो। द्वेष नराख बाबु, ईर्ष्या गर्नु हुँदैन त्यसरी। तिमीले बरु भक्ति गर्यो भने तिम्रो कल्याण हुन्छ। कसरी गरौँ त भनेर यसरी भन्नुभयो। अब सुनि त्यसलाई थाहा थिएन कि यो साँच्चै नै जान्छ भन्ने। भगवानको भजन गर्ने, घरमै बसेर भगवानको नारायणको सम्झिनु, ओम नमो भगवते वासुदेवाय आदि कुरा भन्नु, यसरी भन्नुभयो। अब यता ध्रुवलाई चाहिँ एकदम उथल पुथल भइरहेको, के गरौँ के गरौँ भइसकेको थियो। उनलाई चाहिँ साह्रै चित्त दुखेको रहेछ। अनि राति एकदम सबै सुतेका बेलामा, सुनसान बेलामा चुपचाप चाहिँ ऊ ध्रुव निस्किन्छन् बाहिर भगवानको खोजीमा। 5 वर्षका ध्रुव थिए। अब यसरी निस्किन्छन्। निस्किसकेपछि घनघोर जङ्गल छ बाहिर, बाघ सिंह आदि डरलाग्दा जीव जन्तुहरू छन् बाहिर। अनि यता नारदजीले देख्नुहुन्छ, हो यो बालक त भगवानको खोजीमा हिँड्दैछ, यसो मार्गदर्शन गर्नु पर्यो, यसलाई केही कुरा गरेर त्यसलाई फर्काइदिनु पर्यो भनेर यसरी विचार गर्नुहुन्छ। यसरी बाबु तिमी कहाँ हिँडेका हौ भनेर भन्दाखेरि म त भगवानको खोजीमा हिँडेको, मेरी माता सुरुचिले चाहिँ नारायणको खोजी गरेर मेरो कोखमा आइस् भने मात्रै तँलाई बल्ल बस्न दिन्छु भनेर भन्नु। म नारायणलाई खोजेरै छोड्छु, म उत्तम पद प्राप्त गर्न चाहन्छु भनेर यसरी भन्नुहुन्छ। ए बाबु तिमी त 5 वर्षका छौ, अहिले केही पनि हुँदैन, तिमी जाऊ घर, अलिक ठुला भएपछि अनि तपस्या आदि गर्नु भनेर यसरी सम्झाउनुहुन्छ नारदजीले। तर बिचरा उनको यस्तो चित्त दुखेको थियो, मान्दै मानेन। नमानिसकेपछि के गर्ने। अब नारदजीले उपदेश दिनुहुन्छ ध्रुवलाई, त्यसो भए यसो गर बाबु, पर गएर एउटा रुखको मुनि बस्नु, आचमन आदि गर्नु, अनि भगवानको यो मन्त्र द्वादशाक्षरी मन्त्र भन्नुहुन्छ, ओम नमो भगवते वासुदेवाय। यो मन्त्र जप्दै तिमीले जस्तै सुकै कठिन परिस्थिति आओस् तिमीले यसलाई छोड्दै नछोड्नु। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेव। सबैले उच्चारण गर्ने, अलिअलि पाप भएको छ भने नष्ट भएर जान्छ। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। यसरी घनघोर तपस्या गर्न थाले। अनि केही दिन त अलिअलि ती लत्तापत्ताहरू फलफुल हुँदै थिए, खाँदै गर्दै गए। पछि गर्दै जाँदा त्यो पनि खान छोडिदिए। अनि उनको जुन भगवत प्राप्तिको जुन एउटा भित्रबाट जुन एउटा भगवान प्राप्तिको जुन इच्छा थियो उनले त्यो त्यागेनन्। यसरी गर्दै गए। यता लक्ष्मी माताले नारायणले भनेको, प्रभु यत्रो सानो बच्चाले यस्तो तपस्या गर्दैछ, अनि तपाईँ चाहिँ केही पनि सुन्नुहुन्न, कानमा तेल लगाएर बस्नुभएको भनेर हप्काउनुहुन्छ लक्ष्मी माताले। अनि होइन, म त परीक्षा लिँदैछु, एकछिन पर्ख न भनेर। उसलाई त केही हुन दिन्न नि त, जङ्गली जानवरहरू केही आयो भने त भगवानले पहिले नै सुरक्षा चक्र बनाइसक्नु भएको थियो, कुनै पनि जीव जन्तुले गएर आक्रमण नगर्ने। यसरी गरिसकेपछि ध्रुवको तपस्या बिस्तारै पुरा हुन जान्छ। भगवानले साक्षात् दर्शन दिनुहुन्छ। अनि ध्रुवले चाहिँ स्तुति गाउनुहुन्छ, सशङ्ख चक्रम सकिरीट कुण्डलम सपीत वस्त्रम सरशीर्षम सहारवक्षस्थल कौस्तुभस्त्रिं नमामि विष्णुं शिरसा चतुर्भुजम्। यसरी धेरै स्तुतिहरू गाउँदै जानुहुन्छ। स्तुतिहरू थुप्रै छन्। गाउँदै गइसकेपछि भगवान खुसी हुनुहुन्छ, वरदान दिनुहुन्छ, अब तिमी जाऊ, आफ्नो घर फर्क र मन्त्र जप गरिरह, तिम्रो साथमा म जहिले नै हुन्छु भनेर यसरी भन्नुहुन्छ। यसरी ध्रुवले चाहिँ साक्षात् प्राप्त गरे। पछि 36,000 वर्षसम्म पृथ्वीमा राज्य गरे। उनको भाइ थिए उत्तम पनि वनमा गएको बेलामा त्यहाँका यक्षहरूले उत्तमलाई मारिदिए। अनि यक्षहरूसँग चाहिँ
ध्रुवले चाहिँ धेरै सङ्घर्ष गरे, लडाइँ गरे। ती यक्षहरूलाई मार्दा मार्दै धेरै यक्षहरूको हानि भयो। यता उनका प्रजाहरू पनि मरे। बादमा चाहिँ स्वयम्भू मनु आएर चाहिँ सम्झाउनु चाहिँ, हे ध्रुव तिमीले यस्तो गर्नु हुँदैन, तिमी त परमात्माका भक्त हो, अब मारकाटतिर नलाग, छोडिदेऊ। अब यसरी मारकाट गर्नु नगरेर चाहिँ उत्तम गइगयो, उसको परम भयो। अब तिमी शान्त भएर आफ्नो राज्य गर भनिसकेपछि यसरी 36,000 वर्ष राज्य गरेर सशरीर विमान आउँछ भगवानको, त्यो विमानमा चढेर सशरीर जानुहुन्छ र ध्रुव पद भनेर उहाँले प्राप्त गर्नुहुन्छ। अहिले पनि हामी भन्छौँ ध्रुव तारा भनेर भन्छौँ नि, त्यही नै हो ध्रुवको स्थान। बोलिए ध्रुव महाराज को, कृष्णचंद्र भगवान को, श्रीमद् भागवत पुराण को, आध को आनंद को। जय जय श्री राधे श्याम।